हेलो वेलकम टु माई भ्लग। अनि आज चाहिँ मैले फेरि भ्लग बनाउन गइरहेको छु गाइजहरू होइन। अनि हिजो अस्तिको दिन अलिक बिरामी थिएर भ्लग बनाउन पाइनँ होइन। अनि भर्खर उठेर आएको है, सो भ्लग बनाउँदै हावा खानु हिँडेको है। यस्तो ठाउँतिर हावा खाँदै भ्लग बनाउँदै हिँड्नु पऱ्यो भने नि अलिक घाँटीमा चिसो लागेको थियो मलाई कि। अनि यसो अलिक मम्मीले हावा खानु जा एकछिन भनेर आएको हो गाइजहरू होइन। अनि यसो हावा खाँदै हिँडेको। अनि यस्तै छ कुराकानी होइन। अब चाहिँ म बाटो यहाँ परसम्म गएर आउँछु होइन। अनि यस्तै छ है। अनि यो चाहिँ हाम्रो खर काट्ने ठाउँ हो गाइजहरू कि हेर्नुहोस्, खर काटेर सिनिक्कै पारेको छ है। यस्तो दामी चटक्क पारेको छ है। कुनै ठाउँमा त घारी हुन्छ नि, पुरा घारी होइन गाइजहरू। यस्तो कुराकानी यहाँ चाहिँ फेरि कुन चाहिँ कसले यस्तो बाँस लडाएर बारिरहेको रहेछ यहाँ चाहिँ गाइजहरू है। यस्तै छ। म यहाँ मुनिबाट छिर्ने कोसिस गर्छु। अब म यहाँ परसम्म चाहिँ जान्छु है गाइजहरू। यता चाहिँ जङ्गल हो यो घारी। यहाँ मास्तिर चाहिँ भाइको घर छ, खेडुत भाइको घर होइन। अनि यस्तै छ कुराकानी गाइजहरू। अस्ति मैले यहाँ घाँस चोरिदिएको थिएँ कि, अनि कराउँदै थियो। आज छ कि छैन यसो हेरेर आउँछु गाइजहरू। अस्ति नै यत्तिरी मैले घाँस काट्दैखेर यहाँ के गरेको भन्दै आएको र ताप लगाइदिएको मैले। अब चाहिँ यसो टक्क हेरेर आउनु पर्यो गाइजहरू। हेर्नु सक्नुहुन्छ हाम्रो गाउँमा यस्तो दामी ठाउँ छ है। हेर्नुहोस्, यी कुहिरो लागेर ढकमक्क भएको छ है। यत्तिको चाहिँ चाहियो है। नभए त आज भोलि अलिक पानी परेर मात्रै नभए त पुरा घाम चर्को नचर्को लागेर है। घाम चर्को नचर्को लाग्छ है दिउँसो। अनि बाहिर निस्किनै सक्दैन। आज भोलि त अलिक अथबै हो। अलिक पछि असारसम्म त मरिन्छ गर्मीले ठक्क लगाएर। आज चाहिँ रहेन क्या गाइजहरू, आज चाहिँ कोही रहेन यहाँ। नभए त पुरा यहाँ घाँस काट्दै हुन्छ मान्छेहरू। यस्तो ठाउँतिर घाँस काट्दै हुन्छ र मजा लाग्छ क्या हामीलाई पनि। मामहरू को यो घाँस काट्दै हुन्छ टक्कसँगले होइन। यस्तै हो गाइजहरू कुराकानी। हेर्न सक्नुहुन्छ हाम्रो गाउँठाउँ। हेर्नुहोस्, म चाहिँ अब यहाँ छेडको घरतिर जान्छु जस्तै फिर्किनेको।
हाम्रो चिप्लिन्छ होला सो अनि छोटोलाई चाहिँ एकछिन आइज न भनेको उयो भ्याउँदिन अरे क्या यसो अलिअलि खाइदिएको छ क्या मैले मेरो पैसा त्यसैले नि म त्यसको घरमा जाँदा पनि त्यो घरमै हुँदैन क्या यसो त्यही 1000 लगाएको थियो र दिन्छ कि भनेको केटोले दिँदैन हौ घरमा हुँदा पनि त्यो भाग्छ क्या पैसा माग्नु चाहिँ गएको होइन तर पनि यसो साथीभाइ भेट्नु मन लाग्छ र गएको अब चाहिँ म टक्क चियाएर मात्रै हेर्छु ल गएर च्याउँछु नि हेर्छु नबोली जान्छ है गाइजहरू चुपचाप बोबाल देखेको छ क्या यता चाहिँ यो साइडतिर चाहिँ ढकमक्क कुहिरो लागेको छ घरमा छ कि छैन च्याउँछु है म छेडुप घरभित्र थप्छ आम्मामामा हेर्नु सक्नुहुन्छ यहाँ गु हगिरहेको चाहिँ गु झन् टेक्ने गु त रास रास हगिरहेको छ गाइजहरू टेकी कि क्या हो टेकिन रहेछ धन्न देखिहालेछु गाइजहरू फेरि टेकिन्छ र हेर्न सक्नुहुन्छ मेरो गाउँमा घाँस सास पलाइसक्यो है सट्ट अब अलिक पानी पर्यो कि टक्क घाँस सास पलाउँछ यस्तो अलिक यहाँ राम्रो देखिन्छ नि त हरियाली देखिन्छ क्या यसो काल्ला सल्ला हेर्दा अहिले त जतिसम्म त जम्मै टक्क रुखो नि हो यता हेर्छु हरियो छैन सुकेको क्या रुखो जम्मै खस्याङ स्याङ है कस्तो बोबाल मजा लागिरहेको छ अहिले चाहिँ गाइजहरू अहिले अलिक घाम लागेको छैन त मात्र नभए त हेर्नुहोस् हाम्रो गाउँ यस्तो दामी छ ल आजलाई चाहिँ यति नै है गाइजहरू